यस कार्यक्रमको अध्यक्षता गरिरहनुभएका अन्तर्राष्ट्रियका महानिर्देशकज्यू, आदरणीय अर्थमन्त्रीज्यू, श्रीमान सचिवज्यू राजस्व, ग्यासमा आसीन निजी क्षेत्रका छाता संगठनका श्रद्धेय अध्यक्षज्यूहरू, ग्यास अगाडि आसीन सम्पूर्ण महानुभावमा हार्दिक नमस्कार। सर्वप्रथम त कर दिवसको अवसरमा सम्पूर्ण करदाता तथा समग्र कर प्रशासन परिवारलाई हार्दिक शुभकामना र आगामी दिनमा यसै गरी सम्मानित हुने गरी दुवैबाट चाहिँ कार्य सम्पादनको मन्त्रालयले अपेक्षा राखेको छ। धेरै कुरा सचिवज्यू लगायत निजी क्षेत्रबाट आइसकेको छ। म धेरै कुरा राख्न चाहन्न। थोरै होपको कुरा, सकारात्मकताको कुरा मात्रै म राख्न चाहन्छु। 2 दिनको 23-24 को आन्दोलन भएको थियो। त्यसको 3 दिनपछि सरकार गठन भइसकेको थियो। सरकार गठन भएको 7 दिनभित्रमा अर्थ मन्त्रालयको इनिसिएसनमा नेपाल सरकारले फिस्कल, मोनिटरी र चाहिँ इन्सुरेन्स रिलेटेड स्टिमुलसहरू रहेको इन्टिग्रेटेड इकोनोमिक रिकभरी प्लान घोषणा गरिसकेको थियो। 45 डेजभित्र लस एन्ड ड्यामेज एसेसमेन्ट गरेर त्यसको रिकभरीका लागि काम गर्ने गरी प्लान चाहिँ गभर्मेन्टले स्वीकृत गरिसकेको थियो र अहिले हामी करिब 2 महिना पछि छौँ र त्यो 2 महिना पछिको अवस्थामा अहिले पनि आयात वृद्धि छ 19%, 88 देखि 90% निर्यात वृद्धि छ, 7% कर राजस्वमा वृद्धि छ। अक्टोबरमा 6 वर्षपछिको सबैभन्दा हाइएस्ट यो पर्यटक चाहिँ आउने चाहिँ महिना अक्टोबर भएको छ। फरेन एक्सचेन्ज $22 अरब भन्दा बढी चाहिँ रहेको छ। न्यून ब्याज दर छ, न्यून मुद्रास्फीति छ। अघि उद्योग वाणिज्य सङ्घको अध्यक्षले भन्नुभयो $1 ट्रिलियन प्लसको सरप्लस लिक्विडिटी छ। तर हामीमा खाँचो अब के छ त भने लगानी गर्नु छ। यसलाई जब सेन्ट्रिक लगानी गर्नु छ र त्यसका लागि लगानीको वातावरण गराउन कर प्रशासन, निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नु छ र यसका लागि हामीले के गर्नु छ त भने वी निड टु रिथिङ्क एभ्रिथिङ। मलाई पनि रिथिङ्क गर्न जरुरी छ। हामी प्रशासनले हामी सबैलाई रिथिङ्क गर्न जरुरी छ। निजी क्षेत्रले पनि सरकारले अडिट गर्न चाहिँ बन्द गर्ने भनिरहेको छ भनेर थप जिम्मेवार हुनका लागि आफू रिथिङ्क हुन जरुरी छ र भोलि चाहिँ हामीले इन्स्टिट्युसनलाई बलियो बनाउँदै प्रविधिको माध्यमबाट अगाडि बढ्नका लागि फेसलेस अडिटसम्म पुग्ने गरी सिस्टमिक डेभलप गर्नका लागि विभागबाट इनिसिएसन जरुरी छ। मन्त्रालयले सबै सुधारका लागि, लगानीको प्रवर्धनका लागि र कर प्रशासनको अग्रसरतामा मन्त्रालय हरेक काममा चाहिँ सहयोग गर्न र करदाताका हरेक समस्याहरूलाई समाधान गर्न सदा अग्रसर छ भन्ने सन्देश दिन चाहन्छु र मेरो संक्षिप्त धारणा यही अन्त्य गर्छु। धन्यवाद। नमस्कार।